हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामीहरू कक्षा 12 को चाहिँ हैन 2072 सेट के मा क्वेशन नम्बर 14 मा सोधेको प्यानल अकाउन्टबाट ट्रेडिसनल मेथडबाट सोधेको क्वेशन गर्दा जान्छौँ। त्यो जान्नुभन्दा अगाडि चाहिँ हामीहरू के कन्सेप्टहरु लिएर चाहिँ गर्दाखेरि चाहिँ एकदमै सजिलो हुन्छ। हामी के कन्सेप्टहरु लिनेछौं र क्वेशन सल्भ गर्न जाँदैछौं। फाइनल अकाउन्टमा चाहिँ हाम्रो टोटली 4 वटा चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। त्यसमध्ये चाहिँ हामीलाई चाहिँ एक्जाममा चाहिँ 2 वटा ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट मात्रै सोधेको हुनाले हामी आज दुईटाको बारेमा मात्रै बुझ्ने छौं है त। र हाम्रो ट्रेडिङ अकाउन्ट भनेको चाहिँ हाम्रोहरु म्यानुफ्याक्चरिङ अर्थात फ्याक्ट्री रिलेटेड आइटमहरु चाहिँ जहिले पनि यसमा जान्छ। जस्तै ओपनिङ स्टक, पर्चेज, वेजेसहरु चाहिँ यसको केही एक्जाम्पलहरु हो। त्यसरी नै हाम्रो प्रॉफिट एन्ड लस अकाउन्ट भनेको चाहिँ अफिस, सेलिङ एन्ड डिस्ट्रिब्युटर, एडमिनिस्ट्रेटिभहरु चाहिँ हाम्रो प्रॉफिट एन्ड लस अकाउन्टमा जान्छ। जस्तै स्यालेरी, इन्ट्रेस्ट, ब्याड डेब्ट्स, इन्स्योरेन्स, प्रोभिजन फर ब्याड डेब्ट्स, क्यारेज आउट, कमिसनहरु चाहिँ यसमा जान्छ। र तपाईलाई थाहा नै छ होला हाम्रो जहिले पनि एडिसनको चाहिँ जहिले पनि कतिवटा ठाउँमा जान्छ। एडिसनलमा दिएको छ भने जहिले पनि दुई ठाउँमा जान्छ र एउटा चाहिँ जहिले पनि फिक्स ब्यालेन्स शीटमा चाहिँ जहिले पनि जान्छ। यदि एडिसनलमा दिएछ भने एउटा चाहिँ फिक्स ब्यालेन्स शीटमा जान्छ। अरूहरु चाहिँ हाम्रो प्रॉफिट एन्ड लस अकाउन्टमा जान सक्छ, ट्रेडिङ अकाउन्टमा जान सक्छ र प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्टमा जान सक्छ। र हाम्रो चाहिँ के छ ट्रायल ब्यालेन्स बाहिर दिएको चाहिँ आउटस्ट्यान्डिङ, ड्यू, पेएबल, रिसेबलहरु छ भने त्यसलाई चाहिँ जहिले पनि हामीले एड गर्नुपर्छ। त्यसैगरी प्रिपेड एडभान्सहरु छ भने त्यसलाई चाहिँ लेस गर्ने के गरे आउटस्ट्यान्डिङ, पेएबल। हाम्रो लायबिलिटीजहरु छ भने चाहिँ हाम्रो जहिले पनि एड गर्दिने। यदि प्रिपेड अर्थात एडभान्स हाम्रो इन्कमहरु केही छ भने चाहिँ हामीले जहिले पनि त्यसलाई के गर्नुपर्छ लेस गर्नुपर्छ। र अब हामी क्वेशनतिर जाने छौं। र क्वेशन चाहिँ हाम्रो यस प्रकार रहेको छन्। क्वेशनमा चाहिँ हामीलाई ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट सोधेको हुनाले हामी गरेछौं। मैले चाहिँ यहाँ अलरेडी गरिसकेको छु। यदि यसमा के नयाँ कुरा छ भने हजुरहरुले म भन्दिने नै छु। जस्ट ढिला नगरेर सुरु गरौँ है त। अब सबभन्दा फर्स्टमा क्वेशनमा के छ त हाम्रो ओपनिङ स्टक। अब ओपनिङ स्टक हाम्रो कहाँ जान्छ त ट्रेडिङ अकाउन्टको डेबिट साइडमा जाने भयो। पर्चेज पनि हाम्रो ट्रेडिङ अकाउन्टको डेबिट साइडमा जाने भयो। र वेजेस पनि हाम्रो कहाँ जाने भयो त वेजेस पनि हाम्रो ट्रेडिङ अकाउन्टको डेबिट साइडमा जाने भयो। हाम्रो स्यालेरी कहाँ जाने भयो त प्रॉफिट एन्ड लस अकाउन्टको चाहिँ हाम्रो डेबिट साइडमा जाने भयो। स्यालेरी भनेको चाहिँ हाम्रो एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अन्तर्गत पर्ने भएको कारणले हाम्रो चाहिँ स्यालेरी चाहिँ हाम्रो प्रॉफिट एन्ड लस अकाउन्टको डेबिट साइडमा जाने भयो। र अर्को चाहिँ हाम्रो के छ त डिस्काउन्ट रिसिप्ट। डिस्काउन्ट रिसिप्ट भनेको चाहिँ हामीले फाइदा भएको कारणले जहिले पनि फाइदाहरु हामीले कुन साइडमा राख्छौं त प्रॉफिट एन्ड लस अकाउन्टको हाम्रो क्रेडिट साइडमा चाहिँ डिस्काउन्ट रिसिप्ट, किनकि यो हाम्रो लागि फाइदा हो। र त्यसैगरी अर्को चाहिँ हाम्रो छ इन्ट्रेस्ट एक्सपेन्सेस। अब इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ हाम्रो कहाँ जान्छ इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ हाम्रो प्रॉफिट एन्ड लस अकाउन्टको चाहिँ डेबिट साइडमा जान्छ। र अर्को त्यसैगरी अर्को चाहिँ हाम्रो एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस पनि हाम्रो कहाँ जान्छ त प्रॉफिट एन्ड लस अकाउन्टको चाहिँ हाम्रो डेबिट साइडमा जान्छ। त्यसैगरी अर्को चाहिँ हाम्रो के छ अर्को चाहिँ हाम्रो सेल्स छ। सेल्स चाहिँ हाम्रो कहाँ जान्छ त सेल्स चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टको चाहिँ क्रेडिट साइडमा जान्छ। र अर्को त्यसैगरी अर्को चाहिँ हाम्रो के छ एडभर्टाइजमेन्ट एक्सपेन्सेस। अर्को चाहिँ हाम्रो के छ त एडभर्टाइजमेन्ट एक्सपेन्सेस पनि हाम्रो प्रॉफिट एन्ड लस अकाउन्टको हाम्रो डेबिट साइडमा जान्छ। एडभर्टाइजमेन्ट एक्सपेन्सेस भनेको चाहिँ के भन्दाखेरि के पनि सामानहरु बेच्नु भन्दा अगाडि चाहिँ विज्ञापन खर्चलाई चाहिँ हाम्रो एडभर्टाइजमेन्ट एक्सपेन्सेस भन्छौं। त्यसैगरी अर्को चाहिँ हाम्रो के छ त रेन्ट भनेको चाहिँ के भन्दाखेरि अब कुनै पनि भाडाहरुको खर्च हुन्छ जस्तो र एडिसनलमा पनि हाम्रो आउटस्ट्यान्डिङ एक्सपेन्सेस दिएको छ। यो भन्दा अगाडिमा मैले के भन्ने थिए त यदि एडिसनलमा दिएको छ भने हामीले दुई ठाउँमा राख्नुपर्छ। एउटा चाहिँ हाम्रो प्रॉफिट एन्ड लसमा जान्छ भने अर्को हाम्रो ब्यालेन्स शीटमा जान्छ। र त्यसैगरी आउटस्ट्यान्डिङ ड्यू दिएको छ भने जहिले पनि त्यसलाई हामीले के गर्नुपर्छ प्लस गर्नुपर्छ। त्यसैले रेन्ट एक्सपेन्सेसमा हामीले एड गरेर चाहिँ 15000 मा 3000 जोडेर चाहिँ 18000 भएको छ। त्यही भएर हामीले एड गरेको छौं। क्लोजिङ स्टक चाहिँ ट्रायल ब्यालेन्स भित्र दियो भने हाम्रो ब्यालेन्स शीटमा जान्छ, तर बाहिर चाहिँ अर्थात एडिसनलमा दियो भने चाहिँ हाम्रो ट्रेडिङ अकाउन्टमा पनि जान्छ र अर्को चाहिँ हाम्रो ब्यालेन्स शीटमा जान्छ। त्यसरी अब ट्रेडिङ अकाउन्टमा राखौँ है त्यसलाई। र ट्रेडिङ अकाउन्टमा चाहिँ हाम्रो राख्दाखेरि यति आयो। र यो दुईटालाई जोड्दाखेरि हाम्रो 9,50,000 आयो। र यति सबैलाई जोड्दाखेरि चाहिँ यति सबैलाई जोड्ने र कति पैसा पुग्दैन जति पैसा पुग्दैन त्यसलाई चाहिँ हामीले के लेख्छौं त ग्रस प्रॉफिट भनेर लेख्छौं। जति पैसा पुग्दैन त्यसलाई चाहिँ हामीले ग्रस प्रॉफिट भनेर लेख्छौं। अब यो ग्रस प्रॉफिटलाई चाहिँ हामीले प्रॉफिट एन्ड लस अकाउन्टको क्रेडिट साइडमा लिएर राख्नुपर्छ। यदि हाम्रो क्रेडिट साइडमा थियो भने हामीले ग्रस लस भनेर यता राख्थ्यौं। तर यदि हाम्रो ग्रस प्रॉफिट भयो भने हामीले चाहिँ कहाँ राख्छौं त प्रॉफिट एन्ड लस अकाउन्ट क्रेडिट साइडमा राख्छौं। त्यसैले हाम्रो यहाँ ग्रस प्रॉफिट भएको कारणले हामीले यहाँ क्रेडिट साइडमा राखेका छौं।
अर्को हाम्रो आउटस्ट्यान्डिङ रेन्टको पनि हामीले गरिसक्यो इन्कम ट्याक्स फर प्रोभिजन यो चाहिँ हल्का हजुरहरूलाई कन्फ्युज भएकोलाई यसलाई पनि म बुझाउन प्रयास गर्नेछु यदि केही गरी हाम्रो इन्कम ट्याक्स प्रोभिजन वा यो 25% आयो भने चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिला चाहिँ हामीले जहिले पनि क्रेडिटलाई जोड्नुपर्छ ओके सबैभन्दा फर्स्टमा के गर्ने क्रेडिटलाई जोड्ने क्रेडिटलाई जोडिसकेपछि हाम्रो यो प्रोभिजन फर ट्याक्स पनि यो प्रोभिजन फर ट्याक्स भन्दा माथि यो सबै छ नि यो भन्दा माथि प्रोभिजन फर ट्याक्स भन्दा माथिको सबैलाई पहिला सुरुमा जोड्ने हो त्यो जोडिसकेपछि जोड्ने र फर्स्टमा हाम्रो क्रेडिट साइडमा चाहिँ यति छ र डेबिट साइडको अमाउन्ट भनेको चाहिँ यो प्रोभिजन फर ट्याक्स भन्दा अगाडिको अमाउन्टलाई जोड्ने त्यो जोडिसकेपछि क्रेडिट साइडमा डेबिट साइड घटाउने अर्थात् यो जोडेर आएको छ नि हो यो जोडेर आएको चाहिँ यति भइहाल्यो र यसमा चाहिँ के घटाउने त यो प्रोभिजन फर ट्याक्स भन्दा माथिको अमाउन्ट छ नि हो त्यो जोड्यो भने चाहिँ हाम्रो यो दुईटा यति हुन्छ र क्रेडिट साइडमा डेबिट साइड घटाउने अर्थात् यताको अमाउन्ट छ नि यताको अमाउन्ट घटाउँदाखेरि चाहिँ हाम्रो यति आयो हो अब यो अमाउन्टलाई चाहिँ हामीले 25% निकाल्ने हो बुझ्नुभयो फर्स्ट सुरुमा चाहिँ क्रेडिटको अमाउन्टलाई प्लस गर्ने डेबिटको अमाउन्टलाई प्लस गर्ने त्यसपछि क्रेडिटको अमाउन्टसँग डेबिटको अमाउन्ट घटाउने जति आउँछ त्यो अमाउन्टको चाहिँ हामीले 25% निकाल्ने हो र अब त्यसको 25% निकाल्दाखेरि चाहिँ हाम्रो यति आयो 27,500 आयो र अब चाहिँ जति पैसा चाहिँ पुग्दैन यदि यता पुगेन भने हामीले नेट लस लेख्ने यता पुगेन भने हामीले नेट प्रफिट लेख्ने र यसमा चाहिँ हाम्रो डेबिट साइडमा नपुगेको हुनाले हामीले के लेखेको छ त नेट प्रफिट लेखेका छौँ र जति पुग्दैन त्यति लेख्ने र नेट प्रफिट लेखेर यो दुईटालाई के भयो त दुईटा इक्वल भयो यता पनि बराबर यता पनि बराबर ल केही बुझ्नु भएको छैन भने कमेन्टमा लेख्नु होला आजको लागि यति नै यस च्यानलमा नयाँ हुन्छ भने लाइक एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद